हेलो एभ्रिवान, नमस्ते। कुनै पनि जानेको कुरा, आफूले अध्ययन गरेको कुरा छ भने भनिन्छ कि त्यो कुरालाई सेयर गर्नु चाहिँ एउटा धर्म हो भनेर भनिन्छ। र त्यही सन्दर्भमा मैले यो युट्युब च्यानल मेरो आजबाट मैले स्टार्ट गरेको छु। र यो च्यानल मेरो dr.ke.a यो च्यानल मैले एउटा लिगल इन्फर्मेसन अथवा इन्फर्मेसन रिगार्डिङ स्किम्स जति पनि सेन्ट्रल गभर्मेन्टको अथवा स्टेट गभर्मेन्टको पोर्टलहरू स्किम्सहरू छ, जुन चाहिँ स्किम्सको पोर्टलहरू छ भने त्यो पोर्टलहरूको इन्फर्मेसन लिएर त्यसलाई कसरी अध्ययन गर्ने है, समाजमा हामीले फार्मरदेखि लिएर स्टुडेन्टदेखि लिएर बिजनेस पर्सनदेखि लिएर ड्राइभरदेखि लिएर अथवा इन्सुरेन्स भुक्तान गर्नेदेखि लिएर यी सबै कुराको स्किम्सको अनि लिगल इन्फर्मेसन लाइक एफआइआर, पोक्सो है, साडा, यो सबै कुराहरू समाजमा घट्ने डोमेस्टिक भाइलेन्स अगेन्स्ट द वुमेन अथवा ड्राइभर्स प्रोटेक्सन एक्ट, यी सबै कुराहरू लिएर म तपाईँहरू बिच मेरो यो च्यानल लिएर म उपस्थित भएको छु। र लाग्छ तपाईँहरूलाई इन्ट्रेस्टिङ लाग्छ होला। र विदाउट वेस्टिङ एनी टाइम मेरो यो भिडियो म स्टार्ट गर्नु गइरहेको छु। र सर्वप्रथम त म मेरो जुन चाहिँ आजको यो फर्स्ट डे है, आजको मेरो च्याप्टर छ फर्स्ट इन्फर्मेसन रिपोर्ट। फर्स्ट इन्फर्मेसन रिपोर्ट भन्नाले हामी के बुझिन्छ त? फर्स्ट इन्फर्मेसन रिपोर्ट भनेको अपराधको सूचना है। कुनै पनि समाजमा अथवा कुनै पनि हाम्रो सोसाइटीमा, हाम्रो डे टु डे लाइफमा कुनै ठाउँमा कसैले कुट्यो, कसैको एक्सिडेन्ट भयो, कसैको मर्डर भयो है, कसैलाई एसल्ट भयो, सेक्सुअल एसल्ट भयो अथवा रेप हुनेवाला छ भयो, कसैले मातेर बेहोरा देखाउँदैछ, कसैले क्राइम गर्नु आँटेको छ भने, अथवा तपाईँको मोबाइलको सिम कार्ड हरायो, तपाईँको आधार कार्ड हरायो, तपाईँको नेसेसरी डकुमेन्ट हरायो, सिम कार्ड हरायो, तपाईँको साइबर फ्रड भयो, तपाईँको जिपेबाट कसैले पैसा फ्रडुलेन्टली लग्यो भने हामी के गर्छौँ, के सोच्छौँ पहिला भन्दाखेरि ला यस्तो भयो थानामा गएर एफआइआर गरौँ भन्ने हुन्छ नि त है। अनि त्यही आधारमा मैले आजको चाहिँ यो जुन चाहिँ मेरो टपिक छ फर्स्ट इन्फर्मेसन रिपोर्ट अनि जेनरल डायरी। हामी जहिले पनि थानामा जाँदाखेरि हामीले रेजिस्टर गरिसकेपछि के हुन्छ भने पुलिस पर्सनलहरूले भन्नुहुन्छ यो त एफआइआर होइन, यो त जेनरल डायरी, जिडी एन्ट्री गर्नुपर्छ भनेर भन्छ नि। र वाट एक्ज्याक्टली इज जिडी, वाट एक्ज्याक्टली इज एफआइआर, अनि त्यही आधारमा कम्प्लेन्ट के हो, यो कुरा म तपाईँहरूलाई संक्षिप्तमा र सरलभन्दा सरल मैले लिगल तपाईँको कतिवटा सेक्सन्सहरू चाहिँ नेसेसरी ठाउँमा मात्रै लगाएर तपाईँहरू बिच म यो भिडियो मार्फत म तपाईँहरूलाई इन्फर्मेसन दिन चाहन्छु। र एफआइआर भन्ने बित्तिकै के बुझिन्छ त? फर्स्ट इन्फर्मेसन रिपोर्ट भनेको अपराधको हामीले सूचना वेयर भन्दा पुलिस अफिसरमा, किनभने हाम्रो इन्भेस्टिगेसन कसले गर्छ? पुलिस पर्सनलले गर्नुहुन्छ। रेकर्डिङ कसले गर्छ? पुलिस पर्सनलले गर्नुहुन्छ। र फर्स्ट इन्फर्मेसन भनेको अपराधको सूचना जुन चाहिँ हामी थानामा दिन्छौँ है। सो वाट एक्ज्याक्टली इज एफआइआर? सेक्सन 173 भारतीय नागरिक सुरक्षा संहिता 2023, पहिला जुन चाहिँ सिआरपिसी थियो, क्रिमिनल प्रोसिजरल कोड, अहिले चेन्ज भएर भारतको संविधान पार्लियामेन्टले चेन्ज गरेर यसलाई भारतीय नागरिक सुरक्षा संहिता प्रोसिजर, जुन चाहिँ क्रिमिनलको रेजिस्टर गर्ने कोर्टको प्रोसिजर, यो प्रोसिजरल ललाई चाहिँ, कानुनलाई चाहिँ अहिले बिएनएसएस 2023 भनेर यसको संशोधन भएर यो नयाँ नाम आएको छ है। र एज पर बिएनएसएस सेक्सन 173 चाहिँ फर्स्ट इन्फर्मेसन रिपोर्टको तपाईँको वाट एक्ज्याक्टली रिलेभेन्ट सेक्सन रिगार्डिङ एफआइआरलाई अलिकति जानकारी दिएको छ एफआइआरको बारेमा। हुनु त एफआइआर कहीँ पनि डिफाइन गरेको छैन, तर एफआइआरलाई चाहिँ बिएनएसएसको एक्टको आधारमा एफआइआर भनेर चाहिँ मतलब पुलिसले चाहिँ एफआइआर कोर्टमा बुझाउनु पर्छ भनेर यो कोट गरेको हुनाले गर्दा एफआइआरको डेफिनेसन चाहिँ तपाईँहरू बिच म ल्याउँदैछु है। तब हामी जब थानामा जान्छौँ, अब अपराध दुई तरिकाको हुन्छ, एउटा सङ्घीय हुन्छ, एउटा असङ्घीय हुन्छ। सङ्घीय अपराध भनेको अलिकति त्यसको ग्राभिटी बेसी भएको अपराधलाई चाहिँ सङ्घीय अपराध भन्छ। जस्तै मर्डर, रेप, रबरी, हाउस ब्रेकिङ, ग्रिभियस हर्ट, एसल्ट है, यस्ता यी सबै जुन चाहिँ सङ्घीय कुराहरू, अलिक ठुलो अपराध भनौँ न हाम्रो सरल भाषामा,
यस्ता कुरामा चाहिँ एफआइआर दर्ज हुन्छ, जसलाई चाहिँ कग्निजेबल अफेन्स भनेर लिगल सेन्टेन्समा कग्निजेबल अफेन्स भन्छ। त्यसलाई संज्ञेय अफेन्स, शङ्काजनक अफेन्सलाई चाहिँ जुन घटना चाहिँ ठुलो घटना हो भनेर शङ्का हुन्छ त्यसलाई चाहिँ शङ्काजनक अफेन्सेस अथवा कग्निजेबल अफेन्स भन्छ। यसमा चाहिँ जब कसैले पनि यो घटनाक्रमको बारेमा, यो घटनाको बारेमा हुनु आँटेको छ, कसैको रेप हुनु आँटेको छ, त्यहाँ मर्डर हुनु आँटेको छ, त्यहाँनिर रबरी हुनु आँटेको छ, हाउस ब्रेकिङ हुनु आँटेको छ, त्यहाँ ठुलो घटना हुनु आँटेको छ अथवा भइसकेको छ र कसैले आँखाले देखेको छ भने अथवा कसैबाट सुनेर इन्फर्मेसन जब तपाईँ थानामा लिएर जानुहुन्छ, पुलिसले त्यतिखेर चाहिँ संज्ञेय अफेन्स कग्निजेबल अफेन्सको आधारमा एफआइआर रेजिस्टर गर्छ, फर्स्ट इन्फर्मेसन रिपोर्ट। र जब तपाईँले कुनै रिटर्न फर्ममा अथवा तपाईँले ओरल फर्ममा तपाईँले देखेको आधारमा रिटर्नमा तपाईँले जब थानामा दिनुहुन्छ, थानामा एउटा एफआइआरको फर्मेट हुन्छ, त्यो फर्मेटमा पुलिसले रेजिस्टर गर्छ, रेजिस्टर गरेर त्यसलाई एफआइआर एज पर सेक्सन 173 एफआइआर बनाएर एउटा कपी चाहिँ इन्फर्मेन्ट जसले इन्फर्मेसन दिएको छ उहाँलाई एउटा कपी दिन्छ र एउटा कपी चाहिँ विदिन 24 आवर्स अथवा सर्टन पिरियड अफ टाइम चाहिँ कोर्टमा दिनु पेपर राखेर त्यो इन्भेस्टिगेसन इमिडिएटली स्टार्ट गर्छ। किनभने संज्ञेय घटना हो नि त, स्टार्ट गरिहाल्नु पर्यो, किनभने एभिडेन्सहरू ट्याम्पर हुनसक्छ अथवा त्यो जुन चाहिँ गर्ने मान्छे भाग्नु सक्छ। सो विदाउट टेकिङ पर्मिसन यदि घटना संज्ञेय छ भने, कग्निजेबल छ भने पुलिसले इमिडिएटली अरेस्ट पनि गर्नु सक्छ अथवा त्यसमा इन्भेस्टिगेसन स्टार्ट गर्नु सक्छ। त्यसको रिपोर्ट थानामा कोर्टमा लगेर लेटर अन दिन्छ कि हामीले यस्तो यस्तो एफआइआर रेजिस्टर गरेको छौँ र यसको इन्भेस्टिगेसन अफिसर फल्ना हो र म हो र यो इन्भेस्टिगेसन रिपोर्ट कम्प्लिट भएपछि म चार्जसिट विथ के सेक्सन लागू हुने रहेछ, के रहेछ यसको क्राइम एक्ज्याक्ट, म तपाईँहरूलाई यसको फ्याक्ट फाइल थानामा कोर्टमा म बुझाउँछु भनेर उहाँले एउटा इन्फर्मेसन अगाडि दिन्छ र इन्भेस्टिगेसन सुरु हुन्छ हो। यसलाई भनिन्छ एफआइआर। अब जेनरल डायरी, वाट इज जेनरल डायरी? जेनरल डायरी भनेको चाहिँ पुलिसको एउटा इन्स्ट्रुमेन्ट हो। कुनै पनि संज्ञेय घटना, असंज्ञेय घटना, कग्निजेबल, नन कग्निजेबल, होइन, तपाईँले कुनै पनि रिपोर्ट, पुलिसले एरेस्ट गरेको, पुलिसको पेट्रोलिङ गएको, यी सबैको रेकर्ड राख्नुको लागि चाहिँ एउटा डायरी हुन्छ पुलिसकोमा, एउटा एडमिनिस्ट्रेटिभ इन्फर्मेटिभ रेकर्ड हुन्छ, त्यसलाई भनिन्छ जेनरल डायरी। र त्यो जेनरल डायरीमा जब दर्ता गर्छ नि, त्यसलाई नै त्यसको दर्ता गरेको नम्बर अनुसार चाहिँ तपाईँहरूको कुनै पनि तपाईँहरूले इन्फर्मेसन दिँदाखेरि त्यो जिडी नम्बर भनेर थानामा भन्छ, जिडी नम्बर लगाएर ल्याउनुहोस्। अनि मात्रै सपोज हाम्रो फोन हरायो र हामीलाई सिम कार्ड चाहियो, अथवा यो त असङ्घीय घटना हो नि त, फोन हरायो, कहाँ मैले छोडेँ, कता छोडेँ, अब मलाई त्यो नम्बर चाहियो, किनभने इट इज भेरी इम्पोर्टेन्ट। नम्बर 1000 ठाउँ दिएको हुन्छ, त्यो नम्बर ब्याङ्कमा कनेक्टेड हुन्छ, तपाईँको केवाइसी हुन्छ, नयाँ कस्टमर रेजिस्ट्रेसन गरेको हुन्छ। त्यस कारणले गर्दाखेरि त्यो सिम रिकभरीको लागि तपाईँले जुन चाहिँ थानामा इन्फर्मेसन दिनुहुन्छ, त्यो इन्फर्मेसन चाहिँ जेनरल डायरीमा रेकर्ड गर्छ र त्यो जेनरल डायरी नम्बर लगाएर तपाईँलाई कपी दिन्छ फर द रिकभरी अफ नम्बर। अथवा तपाईँको आधार कार्ड हरायो, प्यान कार्ड हरायो, इन्स्ट्रुमेन्ट हरायो, तपाईँको ब्याङ्कको पासबुक हरायो भने त्यो जिडी नम्बर लगाएर फर इट्स रिकभरी, डुप्लिकेट निकाल्नुको लागि तपाईँलाई दिन्छ। त्यसलाई भनिन्छ जेनरल डायरी। जिडी लगाएर ल्याउनुहोस् भनेको चाहिँ त्यो हो। अनि जिडी चाहिँ कतिखेर जिडी मात्रै एन्ट्री हुन्छ भन्दा नन कग्निजेबल अफेन्सेसमा, बुझ्नुभयो नि, हरायो, सानो पेटी चोरी भयो, यस्तो कुरामा चाहिँ जिडी एन्ट्री हुन्छ। वेरस एफआइआर चाहिँ सङ्घीय घटना कग्निजेबल अफेन्समा चाहिँ एफआइआर रेजिस्टर हुनै पर्छ। एफआइआर रेजिस्टर भएर इट हेज टु गो टु द नोटिस अफ द मजिस्ट्रेट अल्सो विदिन सर्टन पिरियड अफ टाइम। अनि एफआइआर कसरी गर्नु, कसले गर्नु सक्छ भन्दा जो इन्फर्मेन्ट, जसकोमा इन्फर्मेसन छ उहाँले गएर एफआइआर गर्नु सक्छ। एफआइआर क्यान बी डन थ्रु इन्टरनेट अल्सो, थ्रु इमेल अथवा एफआइआर पनि गर्नु सकिन्छ त्यो थानाको पोर्टलमा गएर। कतिवटा थानामा अहिले पेपरलेस फेसिलिटिजहरू सुरु भएको छ नि, एफआइआर पनि तपाईँले गर्नु सक्नुहुन्छ। यदि एफआइआर गर्ने विमेन छ, नारी छ, महिला छ एफआइआर गर्ने भने त्यहाँ एफआइआर दर्ता गर्ने, रेकर्ड गर्ने पनि विमेन अफिसर हुनु मेन्डेटरी छ। द्याट इज द रुल, होइन। अनि यो कुरा भयो एफआइआरको। सो वाट इज द पर्पोज अफ एफआइआर? अब मैले एफआइआरको कुरा गरेँ, म तपाईँहरू पर्पोज भन्छु। कुनै पनि घटना, क्रिमिनल घटना, अर्लिएस्ट एक्सन होस्, रेकर्ड द अर्लिएस्ट अफ एभिडेन्स भन्छ कानुनी उसमा। इन अर्डर टु रेकर्ड द अर्लिएस्ट एभिडेन्स अफ द अफेन्स भनेको चाहिँ कुनै पनि घटनाक्रमको पहिलो जुन चाहिँ यसको एभिडेन्सहरू रेकर्ड गर्नुको लागि चाहिँ एफआइआर पर्पस, मेन क्रिमिनल
क्रिमिनल लमा पहिलो अफेन्सेसको रेकर्ड अफेन्सेस रेकर्ड गर्नुको लागि चाहिँ एभिडेन्स रेकर्ड गर्नुको लागि चाहिँ एफआइआरको मेन पर्पस हो। भन्नु मतलब कुनै पनि घटना हुँदैछ त्यसको पहिलो के छ, त्यसको निहाल्नु, त्यसको के छ, रियल क्रक्स के छ त्यो लिनुको लागि चाहिँ एफआइआर रेजिस्टर हुनु मेन पर्पस अफ एफआइआर चाहिँ त्यो भनिन्छ। अब जेनरल डायरी 175 भारतीय नागरिक सुरक्षा संहिताको आधारमा यो चाहिँ कग्निजेबल नन कग्निजेबल दुइटै हुन्छ। यो चाहिँ एउटा एडमिनिस्ट्रेटिभ डकुमेन्ट हो, वेयरएज एफआइआर इज अ लिगल डकुमेन्ट। नाउ तपाईँलाई म भनिदिन्छु लिगल डकुमेन्ट र एडमिनिस्ट्रेटिभ डकुमेन्ट किन भन्दाखेरि चाहिँ लिगल डकुमेन्ट भन्नाले त्यो एफआइआर क्यान्सलेसन, अब यसलाई डिसमिस गर्नु अथवा क्वास गर्नु चाहिँ कोर्टले मात्रै सक्छ। वेयरएज जिडी चाहिँ एडमिनिस्ट्रेटिभ रेकर्ड हो, मेन्टेन मात्रै गरेको। अनि सिम्पल नन कग्निजेबल जुन चाहिँ कम्प्लेन गरेको हुन्छ त्यो चाहिँ थानाले नै त्यसको क्रक्समा गएर त्यसलाई निप्टाएर त्यो थानाले नै डिस्पोज गर्नु सक्छ भने एफआइआर हेज टु बी क्वास्ड बाई द कोर्ट अन्ली हो। अनि एफआइआरमा चाहिँ तपाईँको कपी इट इज म्यान्डेटरी, जसले इन्फर्मेसन दिएको छ उसलाई कपी दिनुपर्छ। अनि जिडीमा चाहिँ इट इज नट म्यान्डेटरी। अब सपोज तपाईँलाई लाग्यो तपाईँ थानामा एफआइआर गर्नु जानुभयो होइन, र तपाईँलाई लाग्यो कि यो चाहिँ एकदम सिरियस अफेन्स हुनु आँटेको छ तर थानाले मानेन, कोही बेला पुलिस अफिसर केही होला, इन्टरनल केही होला, अथवा पुलिसलाई लाग्यो यो हाउडे केस नगरौँ, मैले एन्ट्री गरेको छु, कम्प्लेन रेजिस्टर गरेको छु, हेरौँ न भनेर प्लेइङली लियो अथवा इन्भेस्टिगेसन भएन अथवा एफआइआर रेजिस्टर भएन भने इफ यु फिल इट इज एन एफआइआर, तपाईँलाई लाग्यो एफआइआर हुनुपर्ने तर एफआइआर भएन भने तपाईँ के गर्नु सक्छ भन्दाखेरि एज पर सेक्सन 173(3) अफ भारतीय नागरिक सुरक्षा संहिता तपाईँले यो चाहिँ तपाईँ पुलिसको अफिसर एसपीको अफिस अथवा डिजिपीकोमा तपाईँ जानु सक्नुहुन्छ। अनि उहाँले फेरि इफ उहाँले हेरे होइन यो त एफआइआर हुनुपर्छ भनेर यदि पुलिस हायर अफिसर्सले सोचेर फेरि दे क्यान इन्भेस्टिगेट देमसेल्फ, उहाँहरूले आफै इन्भेस्टिगेट गर्नु सक्नुहुन्छ अथवा फेरि एसएचओलाई बोलाएर यसको इन्भेस्टिगेसन अफिसर गराउनु सक्नुहुन्छ। अब तपाईँहरू एसपीकोमा जानुभयो, डिजिपीकोमा जानुभयो, त्यहाँ पनि भएन एफआइआर, मानेन रेजिस्टर गर्नु। सो नेक्स्ट वाट टु डु, देन यु क्यान अप्रोच द मजिस्ट्रेट एज पर सेक्सन 175 अफ भारतीय नागरिक सुरक्षा संहिता 2023। तपाईँले फेरि मेजिस्ट्रेटकोमा जानु सक्नुहुन्छ। तपाईँले कम्प्लेन दुइटै एभिडेन्स अहिलेको कपी छ नि त रेजिस्टर नगरेको, त्यो दुइटै कपी कुनै पनि एभिडेन्स तपाईँले रिसिट लिएको छ, केही पनि लिएको छ, एसपी अफिसमा पनि रिसिट दिन्छ, आजकल थानामा पनि रिसिट दिन्छ होइन, त्यो रिसिट तपाईँले लिएर त्यसलाई कम्पाइल गरेर एउटा कम्प्लेन एज पर सेक्सन 175(5) अफ भारतीय नागरिक सुरक्षा संहिता तपाईँले मेजिस्ट्रेटको अगाडि यो कम्प्लेन गर्नु सक्नुहुन्छ। र तपाईँले जब कम्प्लेन गर्नुभयो त्यहाँबाट फेरि उहाँहरूले मेजिस्ट्रेटले फेरि यो तपाईँको कग्निजेन्स लिनु भनेर डाइरेक्टली फेरि पुलिस पर्सनललाई डाइरेक्सन दिनु सक्छ। तर अब त्यहाँ पनि भएन, मजिस्ट्रेटमा जाँदा पनि भएन, मजिस्ट्रेट लाग्यो दिस इज अ लिभ थिङ सो दिस क्यानट गो एज एन एफआइआर, यो एफआइआर हुनु सक्दैन भनेर मेजिस्ट्रेट गर्नु भयो भने नाउ व्हाट टु डु फेरि हो। भारतको कानुनले हामीलाई धेरैसम्म एउटा रिलिफको लागि थुप्रो स्टेप दिएको छ। एउटा मान्छेले मात्रै डिसिजन लिन सक्दैन भने देन यु क्यान अप्रोच द हाइकोर्ट। तपाईँले हाइकोर्ट जानु सक्नुहुन्छ म्यान्डमस एज पर आर्टिकल 226 भारतको संविधानको आर्टिकल 226 को आधारमा तपाईँले फेरि हाइकोर्ट अप्रोच गर्न सक्नुहुन्छ कि मेरो एफआइआर गरेको थिएँ, यहाँ भएन, यहाँबाट त्यहाँ गएँ, एसपीकोमा गएँ, एसएचओकोमा गएँ, एसपीकोमा गएँ, फेरि मेजिस्ट्रेटकोमा गएँ, तिन ठाउँमै भएन र मलाई लाग्छ कि यो चाहिँ एफआइआर रेजिस्टर हुनुपर्छ भनेर म हाइकोर्टमा मेरो उजुरी लिएर आएँ भनेर तपाईँले हाइकोर्ट जानु सक्नुहुन्छ एज पर आर्टिकल 226। नाउ हाइकोर्टले के गर्छ, यदि तपाईँको यो त एफआइआर हुनुपर्छ भने हाइकोर्टले फेरि इदर सेम तपाईँको इन्भेस्टिगेसन एसएचओलाई बोलाएर यो एफआइआर रेजिस्टर गर्नु भन्नु पनि सक्छ, पुलिस डिजीलाई, डिजिपीलाई अथवा एसपीलाई, डिप्टी एसपीहरूलाई उहाँहरूलाई इन्स्ट्रक्ट गर्नु सक्छ, अथवा सेम क्यान बी ट्रान्सफर टु एसआइटी और सिआइडी इफ द कोर्ट थिङ्स फिट। सिआइडी नभए एसआइटीलाई इन्भेस्टिगेट गर्नु यो भनेर त्यहाँ सिआइडीमा एफआइआर दर्ता गरेर इन्भेस्टिगेसन स्टार्ट हुनसक्छ। नाउ तपाईँहरू फेरि हाइकोर्ट जानुभयो, हाइकोर्टमा तपाईँ रिलिफ पाउनु भएन, तपाईँलाई लाग्यो एफआइआर हुनुपर्ने, हाइकोर्टले पनि मानेन भने वाट इज नेक्स्ट? नेक्स्ट इज यु क्यान अलवेज गो टु द सुप्रिम कोर्ट अगेन।
हामी पो यहाँ टाढो छौँ सिक्किमबाट सुप्रिम कोर्ट, बट सुप्रिम कोर्ट पनि त्यस्तो टाढो होइन। यसको पनि म तपाईँलाई प्रक्रियाहरू बताउँछु इन फ्युचर मेरो एपिसोड है। सुप्रिम कोर्टमा जानु सक्नुहुनेछ। सुप्रिम कोर्टमा अगेन देयर इज अ प्रोभिजन अन्डर आर्टिकल 21 आई गेस, अन्डर आर्टिकल 21 आर्टिकल 32 अफ द कन्स्टिट्युसनले यु क्यान फाइल अ रिट इन द सुप्रिम कोर्ट। तपाईँले मेरो आर्टिकल 21 राइट टु लाइफ एन्ड फेयर इन्भेस्टिगेसनको मेरो भायोलेसन भयो, मेरो फेयर इन्भेस्टिगेसन भएन, यो एफआइआर दर्ता भएन भनेर एज पर आर्टिकल 32 यु क्यान अगेन फाइल अ रिट। तपाईँले रिट फाइल गर्न सक्नुहुनेछ सुप्रिम कोर्टमा। सुप्रिम कोर्टमा फाइल गरेपछि फेरि सुप्रिम कोर्टले इदर पुलिस पर्सनललाई डाइरेक्ट गर्छ अथवा फेरि अर्को एजेन्सी सिआइडी एसआइटीलाई एक्सेप्सनल वेमा यो इन्भेस्टिगेट गरिदिनु भनेर उहाँहरूले फरवर्ड गर्नु सक्छ है। र यो भयो एफआइआरको तपाईँको स्टेप वाइज तपाईँहरूको मैले एउटा समरी मैले बताएँ होइन। वाट एक्ज्याक्टली इज एफआइआर, कस्तो खालको कोग्निजेबल अफेन्स, सङ्घीय अफेन्स, तपाईँलाई लाग्छ सङ्घीय अफेन्स हो, तपाईँ थानामा जानु सक्नुहुन्छ, यो यस्तो हुनसक्छ, यो सङ्घीय अफेन्स हो, यसले फर्दर यस्तो हुनसक्छ र यो माथि यस्तो यस्तो रोगको लागि इन्भेस्टिगेसन गरिदिए जाओस् भनेर तपाईँले गर्नु सक्नुहुन्छ। र यसको लागि चाहिँ हो एफआइआर, पुलिस एन्ड द कोर्ट है। र यो जति पनि मैले तपाईँलाई प्रोसेस भने तपाईँलाई यदि क्लियर हुनु भएन भने तपाईँहरूले मलाई कमेन्ट सेक्सनमा अथवा तपाईँहरूले मेसेज सेक्सनमा तपाईँहरूले मलाई इन्क्वायरी पठाउन सक्नुहुनेछ है। अनि मेरो आजको भिडियो चाहिँ बेसिकली एफआइआरको रिलेटेड थियो र इन्ट्रोडक्टरी भिडियो थियो। तपाईँहरूलाई कस्तो लाग्यो तपाईँहरू लाइक सेयर र सब्सक्राइब गरिदिनुहोस्। दिगोल इन्फर्मेटिभ भिडियो हो, जति सक्दो तपाईँहरूले तपाईँहरूको साथीहरूमा पनि सेयर गरिदिनुहोस् सो दे क्यान नो द रियल वाट एक्ज्याक्टली इज द डेफिनेसन अफ एफआइआर आजको। र यस्तै खालको भिडियो लिगल क्वेरिज रिलेटेड, लिगल इन्फर्मेसन रिलेटेड र मैले भनिहालेँ स्किम रिलेटेड भिडियो लिएर सेन्ट्रल गभर्मेन्ट र स्टेट गभर्मेन्टको स्किम अनि त्यो स्किम कसरी अप्लाई गर्ने त्यो रिलेटेड लिएर म तपाईँहरू बिच म हप्तामा 2 खेप म्याक्सिमम म आई ट्राई माई लेभल बेस्ट टु कम एटलिस्ट ट्वाइस इन अ विक, एउटा लिगल इन्फर्मेटिभ अनि एउटा चाहिँ स्किमको भिडियो लिएर। सकेन भने पनि मेरो टाइमको कुनै कन्स्ट्रेन्टले गर्दाखेरि मैले सकिनँ भने एउटा भिडियो लिएर म आउने कोसिस गर्छु। र तपाईँलाई कस्तो लाग्यो, के लाग्यो र के चेन्जेस ल्याउनुपर्छ त्यो पनि तपाईँहरूले बताइदिनुहोस् भन्दै म तपाईँहरूबाट बिदा लिन्छु। थ्याङ्क यू एन्ड ह्याभ अ ब्लेस्ड डे।